Hello everyone, how are you doing? So आज चाहिँ सबैजना मसँग कनेक्ट भइरहनु भएको छ. Thank you so much. The channel is growing very good है, एकदम राम्रो नम्बरमा च्यानल ग्रो भइरहेछ. सबैको साथ सपोर्टसँग म एकदमै खुसी छु. I am very grateful for all the people who have signed up. अनि सबैजनाले मेरो कन्टिन्यू भिडियो हेर्दिनुहुन्छ, माया गरिदिनुहुन्छ, त्यसको लागि म एकदम धेरै धन्य छु है त. त्यति भन्दै अहिले चाहिँ हामी वेयर हाउस जाँदैछौँ, जहाँ हाम्रो कम्पनीको वेयर हाउस. हाम्रो कम्पनी चाहिँ एटलिस्ट 7वटा भेन्यू छ, अनि 7वटा भेन्यू अनि सेन्ट्रल किचन चाहिँ हाम्रो वेयर हाउस हो, जहाँ अहिले हामी जाँदैछौँ है त. आजको दिनमा खासै केही हुनेवाला छैन. म मेरो वर्क एक्टिभिटी के छ म सबै थोक आज यो भिडियोमा ऱ्यापअप गर्न खोजिरहेको छु. सो मेरो काम देखाउँछु, मेरो सबैजना कलिगहरू देखाउँछु, अनि त्यहाँदेखि हामी फेरि यो काम सकिसकेपछि हामी जान्छौँ रेस्टुरेन्ट गएर पनि हेर्नुपर्ने छ त्यहाँ. म काम पुगिसकेपछि I'll see you guys there है त. हेलो एभ्रिवान, म चाहिँ काम आइपुगेँ अब चाहिँ. अनि ल म कामभित्र गएर देखाउँछु है त. यहाँ हाम्रो हिरो भाइ यहाँ आइसक्यो है. यहाँ फेरि ल यो चाहिँ हाम्रो फ्याक्ट्री हो. प्रपर वेमा देखाउँछु है त के गर्छौँ सुरुदेखि भनेर. ल म चाहिँ रेडी भइसकेँ. यो चाहिँ मेरो सानो अफिस हो. अब डक्टर युनिफर्ममा हामी भित्र छिर्छौँ है त. लेट्स गो टुगेदर. ल यो चाहिँ हाम्रो वेयर हाउस हो, अनि यो चाहिँ सेन्ट्रल किचनको लागि प्लेप रुम हो, जुन चाहिँ हामी हाम्रो रेस्टुरेन्टहरूको लागि युज गर्छ. अनि यहाँ चाहिँ हाम्रो फ्रोजन डोहरू छ रेस्टुरेन्टको लागि. यो चाहिँ हाम्रो डेको पनि भइहाल्यो. अनि यो चाहिँ एकदम ठुलो केटल छ 300 लिटर्सको, जहाँ चाहिँ ठुल्ठुलो पास्ता ससहरू बन्छ. अनि एट द सेम टाइम यो हाम्रो सानो केटल 120 लिटर्सको. यहाँ हाम्रो फुड प्रोसेसर. यतातिर गयो भने यहाँ हाम्रो फोकलिफ्ट छ. यो हाम्रो स्टोरेज. यस्तै छ यहाँको चहल पहल. अब म काममा ढिलो भइसक्यो, काम स्टार्ट गरिहाल्छु है त. यहाँ चाहिँ पिज्जा हुँदैछ. आफ्टरनुन बोइज. आज के हुँदैछ त यहाँ? कति छ पिज्जा? 1500. पिज्जा बन्दैछ यसरी. यो चाहिँ हाम्रो रिटेलको लागि हो. अनि रिटेलको लागि चाहिँ भ्याक्युम सिल पिज्जा जान्छ. हाम्रो विनम भाइ चाहिँ पिज्जा झिकिरहेछ यहाँबाट. यसरी पिज्जा आउँछ, अलिभ ओइल स्प्रेड गर्ने, अनि यहाँ स्ट्याक हुन्छ. अनि यहाँबाट चाहिँ यो चिलर रुममा जान्छ. अनि चिलर रुममा गइसकेपछि चाहिँ एउटा चाहिँ प्याकेजिङ हुँदैछ. आफ्टरनुन एभ्रिवान. यहाँ चाहिँ पिज्जा टपिङहरू हुँदैछ. दिस इज मिस्टर हार्दिक. And Barsa is smiling, she's shy. It's a conveyor belt हो हाम्रो. यहाँबाट पिज्जा जाँदै यहाँबाट टपिङ हाल्यो. टपिङ हालेर सबै भइसकेपछि चाहिँ यता हाम्रो केन बाजे हुनुहुन्छ. उनीहरूले चाहिँ ट्याक 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 भ्याक्युम सिल गर्दैछ. हाम्रो बाजे एकदम फुर्ती बाजे हो है. फेरि तन्नेरी केटाहरू सबलाई साइड लगाइदिन्छन् हाम्रो बाजेले. अनि भ्याक्युम सिल भइसकेपछि चाहिँ यसरी टक्क काप्रिचोसा चाहिँ काप्रिचोसा पिज्जा बन्दैछ. यसरी प्याक हुन्छ. अनि यो चाहिँ कोल्स वुलवर्थतिर जान्छ है त. ल म यहाँ काम गर्दै गरेको टाइम ल्याप्सहरू देखाउँछु. यहाँ चाहिँ एकदम ठुलो ब्याचमा डो बन्दैछ. यहाँ डो पोर्सन हुँदै यसरी डो बन्छ. यहाँबाट डो पोर्सन गर्ने. पोर्सन गरिसकेपछि बल्ल बनाएर राख्ने. यता
एन्ड देन यहाँबाट डिभाइड हुन्छ, डिभाइड भएर गोलो गोलो भएर आउँछ। हो त ज्यादा हेर्नु वाउ यस्तै छ। र अहिले चाहिँ हाम्रो काममा इन्भेस्टरहरू आइरहेछ अनि इन्भेस्टरको लागि चाहिँ थोरै लन्च प्रिपेयर गरिदिन आँट्दैछु। मेबी 3टा टाइपको पिज्जा बनाउँछु, त्यही पिज्जा तिनीहरूलाई खुवाइदिने हो है त। हामी चाहिँ मेबी एउटा सलामी बनाइदिन्छु, एउटा काप्री चौसा बनाइदिन्छु अनि एउटा लेट्सी सबै थोक मिक्स गरेर बनाइदिन्छु। इन्भेस्टरलाई खुसी बनायो भने पैसा हाल्छ नि त होइन बिजनेसमा, त्यही नै हो है त निन्जा टेक्निक चाहिँ। फेरि टमाटो सस 2टा चाहिँ टमाटो ससको बनाइदिनु पर्ला, एउटा चाहिँ बियङ्का नो सस है त। यो चाहिँ काप्री चोसा बनाइदिनु पर्ला, जहाँ चाहिँ ह्याम, मसरुम, आर्टिचोक, अलिभ ओइल जान्छ। यो चाहिँ के बनाइदिनु है यसलाई कडा एकचोटि रोक्नुपर्छ है ओभन। सलामी, यो चाहिँ मिट लभर्स, यो हुन्डी मुन्डी। जो सोचिरह्यो होला हामीले किन यस्तो मायालाग्दो तरिकाले हालेको भनेर, तर यो फ्याक्ट्री हो, रेस्टुरेन्ट होइन। अनि यहाँ यस्तै हुन्छ, सिम्पल तरिकाले काम गर्छ है त। ल म अब उता निस्केपछि देखाउँछु। जिकेर उता राख्छ र हाम्रो डो हेर यस्तो बवाल छ। यो चाहिँ स्पेल्टको डो यस्तो दामी फुलेछ। डन। काम धमाधम चलिरहेछ। यता पिज्जा सस पुगेन, सक्यो। यति ठुलो मसिन छ कि मान्छे नै छिर्नुपर्छ सबैजना। सी इज वान अफ आवर ग्रेटेस्ट स्टाफ मे है त। ल म काममा बिजी भयो अब। ल आल क्याच यु लेटर। ल हामी चाहिँ हाम्रो ब्रेक टाइममा आइसकेका छौँ। लजालु मुस्कानले प्रियसी। यो चाहिँ हाम्रो ब्रेक रुम हो, क्याफेटेरिया भनौँ न राम्रो भाषामा। ल हामी चाहिँ यो फोकलिफ्ट हो, यो फोकलिफ्ट कुदाएर चाहिँ हाम्रो सामान चाहिँ सिडनी, ब्रिस्बेन, एडिलेड सबै ठाउँमा जान्छ। यो अहिले चाहिँ न्यू साउथ वेल्स जाँदैछ सिडनीको लागि प्रिपेयर हुँदैछ। यो चाहिँ हाम्रो एक बक्सा पिज्जा छ, यसमा चाहिँ ट्रक रेडी छ। अब हामी यहाँबाट निस्क्यौँ। यहाँ ट्रक आइसकेको छ। हामी यसरी नै यहाँ बल्क यसरी पिज्जा बनाउँछ। हाम्रो पिज्जा चाहिँ यहाँ मात्रै नभएर ओभरअल अस्ट्रेलियामा नर्दर्न टेरिटोरी बाहेक सबै ठाउँमा जान्छ। अनि काम एकदम धमाधम ठिक छ माथि।
थ्याङ्क यू ल बाई बाई अब चाहिँ हामी यो रिटेलको लागि नयाँ फ्लेभर पिज्जाहरू मैले रेडी गर्नुपर्ने छ अनि त्यसैको लागि अहिले चाहिँ हामी स्याम्पल टेस्टिङ हुँदैछ अहिले चाहिँ एक्सपेरिमेन्ट भइरहेछ है त एक्सपेरिमेन्ट भइरहेछ मेरो डो रेडी छ यो चाहिँ रिटेल पिज्जाको लागि हो जुन चाहिँ इन्ग्रिडियन्टहरू चाहिँ हजुरको बेस मात्रै कुक हुन्छ बेस बाहेक अरू केही कुरा पनि पाएको हुँदैन अरू कुरा चाहिँ र नै हाले हुन्छ किनभने यही पिज्जा लगेर फेरि मान्छेले घरमा सेकेन्ड टाइम कुक गर्ने हो नि त त्यही भएर त्यस्तो साह्रो पर्दैन एकछिन है त अब सस हाल्नु यसरी नेपालको सेफ आरके लामा चाहिँ खतरा हो कि तर आयो गर्नु पर्दैन डाइरेक्ट छिराउँदा हुन्छ है त जोक सपाट मैले कसैलाई पनि इमुलेट गर्न चाहिँ खोजेँ होइन नयाँ टपिङ नयाँ फ्लेभरहरू ट्राई गर्न लाग्यो अहिले चाहिँ हामीलाई चाहिँ लगेर त बेस कस्तो दामी फुलेको छ यो चाहिँ पार्कुक पिज्जा हो मान्छेले घरमा गएर पकाउने हो नि त त्यही भएर वाइटै हुन्छ है यो पाकेको छैन भन्नु मिल्दैन यसलाई है त रियल पिज्जा चाहिँ यस्तो कलर हुँदैन नि यो चाहिँ होम कुक पिज्जा हो क्या यो चाहिँ मान्छेले घर लाने बनाउने त्यति नै हो यो चाहिँ ट्रफल बेस हो है यो ट्रफल पेस्ट चाहिँ संसारको सबैभन्दा महँगो मसरुमबाट बन्छ जुन चाहिँ तोलामा बिक्री हुन्छ सुनभन्दा नि महँगो त थाहा छैन मलाई तर गोल्डकै तरिकामा दाँच्छ यसलाई चाहिँ यो अहिलेको चाहिँ टमाटो बेस भयो यो चाहिँ ट्रफल बेस भयो यहाँ टपिङतिर लाग्दैछौँ चिज हालिदिउँ सबैमा यो चाहिँ यस्तो आफ्टर कुक टपिङ हुन्छ रिटेलको लागि स्पेसली ल हाम्रो फाइनल चाहिँ यो आलु र यो पञ्चेताको पिज्जा चाहिँ फाइनल भयो यो चाहिँ अलिकति भएन यो फेरि भोलि वर्कआउट गर्नुपर्छ अहिले मलाई रेस्टुरेन्ट जान ढिलो भइसक्यो लो टेल मी गाइज टेल मी अन द कमेन्ट सेक्सन $12 हाल्छ कि हाल्दैन त यो पिज्जालाई है त प्रिमियम इन्ग्रिडियन्ट छ हामी यहाँ वेयरहाउसमा सक्यो यहाँबाट निस्केर म डाइरेक्ट हाम्रो विन्जरको भेन्यूमा जान्छु त्यहाँ गएर सबै मिलाउनु पर्ने छ त भाइ बिरामी भएको कारणले गर्दा ल आल सी यू अन द अदर साइड अफ द स्टोरी ल म चाहिँ यहाँ हाम्रो विन्जरको रेस्टुरेन्ट आइसक्यो यही रेस्टुरेन्ट हाम्रो फारो त्यो हाम्रो विन्जरको भेन्यू हो अहिले रेस्टुरेन्ट खोलिसकेको छ 5:30 मा खुल्छ खुद्रुके देखाएर बसिरहेछ ल यहाँ चाहिँ हाम्रो डकेटहरू बज्न थाल्यो अहिले चाहिँ हामी फारो विन्जरमा छौँ र मेरो भाइले चाहिँ दर पिज्जा हान्दैछ भाइलाई भने के पिज्जा हान्दैछ यस है त यो चाहिँ हाम्रो कुल भाइ हाम्रो दरो सेफ हो है त यहाँको अस्ट्रेलियाको नक्सा भयो ठिक छ यो भने चाहिँ आर्ट हो क्या आर्टिस्ट मेरो भाइको पिज्जा त दामी बनाउँछ कि तर यस्तो कुकुरले मुत्न आँटे जस्तै खुट्टा चाहिँ उचाल्छ है फेरि
त्यो त पेडललाई अडाउनलाई हो डोन्ट गेट मी रङ ल अब चाहिँ म गाडीमा चढिसकेँ त्यहाँको काम सकाएर निस्केँ मैले त्यति साह्रो चाहिँ खिच्न पाइनँ अब रेस्टुरेन्ट हो बिजी हुन्छ सर्भिस हुन्छ नि त एनिवेज ल त्यति भन्दै आजको भिडियो चाहिँ म यहीँ ऱ्याप अप गर्छु है त एनिवेज आई हेभ अ गुड वान एभ्री वान बाई सी यू अन द नेक्स्ट भिडियो हेलो एभ्री वान गुड मर्निङ के छ सबैजनालाई वेलकम टु अ न्यू डे सो आज चाहिँ म यहाँ जिलोङ आएको छु मेरो भाइ अविरलको घरमा अनि यहाँ जिलोङ चाहिँ हाम्रो मेलबर्नबाट रफली 1.5 आवर ड्राइभ थियो आज चाहिँ स्याटरडे भएको कारणले गर्दा त्यस्तै हेभी ट्राफिक थिएन अनि छिटै आइपुग्यो आज चाहिँ त्यस्तै 1 घन्टा 20 मिनट जस्तो लागेको थियो अब यहाँ भाइको घरमा जान्छौँ अनि त्यसपछि यसो बाहिर निस्किने प्लान छ म सँगै लिएर जान्छु है त लेट्स गो What's up? के छ? ठिक छ? के छ? Hello. Long time. Surprise गर्दैछ नि त हो के पाक्दैछ यहाँ ठिक छ नि हाम्रो नेपाली चिया हेलो एभ्रिवान म चाहिँ अहिले यो जिलोङको वाटर फ्रन्ट बिचमा आइपुगेको छु अनि यो चाहिँ जिलोङ छिर्ने बित्तिकै कस्तो मजाले त्यो हाई रोडको एलिभेसन अलिकति माथि छ तलबाट देख्दा सर्व समुद्र देख्छ क्या एकदम दामी छ म यहाँको भिडियो देखाउँछु है यहाँ केटाहरूसँग आएको छु म अहिले यो एरियामा चाहिँ हामी पनि पछि आउनुपर्छ फिसिङ गर्नलाई यस्तोतिर चाहिँ प्रायः जस्तो मान्छेहरू फिसिङ गर्नलाई बसिरहन्छ यति धेरै रड राखिरहेको छ 7वटा यसमा लाएर त्यो साइड पनि त्यस्तै छ कुकुर ज्याकेट लाएर बसिरहेको छ यहाँ माछा समातेको रहेछ स्न्यापर दुइटा पानी परेर खासै त्यस्तो केही खिचाउन चाहिँ पाएको छैन पानीमा रोकिँदै बस्दै गर्दैछ यता चाहिँ एउटा मेरो पछाडि चाहिँ ब्याकग्राउन्डमा एउटा फेरी विल छ चल्दैन भने त चल्दो रहेछ यहाँ प्रायः जस्तो त्यस्तै हुन्छ क्या कहिले नचलाइराखेको हो कि नचलाएको कि जस्तो लाग्छ म चाहिँ यो हाम्रो साजुन भाइको घरमा आइपुगेको थिएँ उसले अहिले हेयरकटहरू यताउता गर्न थालेको थियो यसो साइड हसल अनि मेरो भाइले चाहिँ यहाँ एउटा सानो ग्रानी रहेछ उसको घरमा एट्याच भएको अनि यहाँ चाहिँ उसले आफ्नो सानो अनलाइन सप जस्तो तरिकाले उसले सबै रेडी गराएको थियो त म भित्र गरेर देखाउँछु ल वेलकम टु साजकट एभ्रिवान र यो हाम्रो साजुन भाइ चाहिँ जिलोङ बेस्ट एन्ड देन हि इज के भनौँ खतरा बार्बर होइन हुँदैछ सिक्दैछ स्पेसलाइज इन मेन्स हेयर कट अनि भाइले चाहिँ अहिलेसम्ममा एटलिस्ट 30जना प्लस क्लाइन्टहरू हानिसक्यो ओरिसक्यो एकदम उसले यसैमा करियरलाई अलिकति एनहान्स गर्न सकिन्छ साइड हसल भनेर सपोर्ट गर्नु पऱ्यो नि त गाइज होइन त हाम्रो केटाहरूले के गर्दैछ भने सपोर्ट दिनु पऱ्यो नि त अब सबैको मेलबर्नको केटाहरू ट्याग म डिस्क्रिप्सनमा सबै डिटेल्सहरू हालिदिन्छु आएर साजुनलाई कन्ट्याक्ट गरेर दिने जेनिस अनकटबाट आएको भनिसकेपछि 5% डिस्काउन्ट पनि दिन्छ मेरो भाइले ल आज मेरो पनि कपाल काटिदिन्छ म देखाउँछु है त